किसानहरुका समस्याहरु के छन् थोरै बताइदिनु न। राम्रै छ हामी स्वास्थ्य राम्रो भएर हदेखि दाइको मेला आइयो भाइरल भयो अनि तपाईहरुलाई हामी मकरेको भाइरल हुनु भयो हामी मकरेको अनि धान खेती गर्दा फेरि के समस्याहरु छन्? छन् समस्याहरु त सेते राते लागेर अनि मोल पाउनु भएको त? मोल त पाइयो महँगो पाइयो किन महँगो भयो होला मोल? कारण मोल झन् अहिले त नयाँ सरकार आइरहेको छ एकदम सुविधा दिएको छ भन्ने पनि सुनिन्छ। के कस्तो सुविधा पाउनु भएको छ? आएको त झन् मोल ग्यास हरायो के अरे मोल पाइयो छैन 30 रुपियाँ किलो 35 रुपियाँ किलो भन्नु हो पहिला 25 रुपियाँ किलो थियो अनि 30 रुपियाँ भनेपछि नयाँ सरकार आएपछि झन् महँगो भएको हो र होइन होला नि त्यस्तो त? तपाईँ त्यस्तो नभन्नु न। नयाँ सरकारलाई चाहिँ झन् तपाईँ त्यस्तो भन्नुहुन्छ। झन् नयाँ सरकारले धेरै राम्रो काम गरिरहेछ। अरू त ठिकै हो। नयाँ सरकार आएर 2 दिन शनिबार र आइतबार बिदा भएर हजुर शनिबार र आइतबार चाहिँ बिदा गर्ने अनि फेरि राखिने नलिने मन्थली फी नलिने भन्ने अनि त्यो चाहिँ लिने के त्यो अति भयो। फेरि तपाईँलाई फेरि एमाले काङ्ग्रेसको झोले भन्ला नि फेरि दर्शकहरूले भने नि भन्नु नै अनि हामी त प्योर घन्टी हजुर प्योर घन्टी हामी त हो। घन्टी अनि फेरि यतापट्टि त के भन्नुभएको छ भन्दाखेरि नयाँ सरकारले चाहिँ झन् हामीलाई त असर पार्यो। 25 रुपियाँको मोल 30 रुपियाँ किलो बन्न थाल्यो। ग्यास पाइएन भन्नुभएको छ। अनि त्यही घटाइदिनु होला भनेको त हामी त अब आफ्नो पार्टीको पार्टी हुने त हजुर आफ्नो पार्टीकोलाई त अब आमासँग रुन परेन आमासँग रुने अब त्यो महँगो पेसालाई घटाएर अलिक सस्तोमा ल्याइदिनु अनि छोरीलाई यसो पढाइ खर्च अलिअलि हेरिदिनु भन्न चाहन्छौँ। अनि यस्तो दुःख पाइएका किसानीहरूलाई अलि मोल अलिक सस्तो आउने सरकारी नि पाइए छैन पढाउनलाई यति खर्च लाग्यो त्यो खर्च अहिलेसम्म ऋणमा डुबेर बस्नु पऱ्यो। तपाईँ नआत्तिनु न। नयाँ सरकार आउँदैछ। नयाँ सरकारले अब बिस्तारै रोजगारको सिर्जना गर्दैछ। तपाईँ आत्तिनु भएको छ। अहिले बिस्तारै हुन्छ नि एकैचोटि हुने कुरा होइन नि। छोरी 30 वर्ष भइसक्यो अब कहिले जाइरह नि बिस्तारै पाउनुहुन्छ नआत्तिनु। सरकारलाई भन्नु पर्यो सरकारले सुन्नुहुन्छ सरकारले हामीलाई पुऱ्याइदिनु त अनि उहाँको आवाज पुग्न सकेको होस्। अनि जनतालाई त हामी चाहिँ प्योरै घन्टीमा भोट दिएर अनि उहाँलाई जिताएकै हो। हामी एमालेको झोले नि होइन काङ्ग्रेसको झोले नि होइन। हामी झोला बस्ने खालको होइन। हामी प्योरै घन्टी हो। हामी प्योर घन्टी हो। भनेपछि तपाईँलाई अहिले यो धान खेती गर्दाखेरि चाहिँ मुख्य समस्याहरू चाहिँ के छन्? अनि मल बढी महँगो भयो 5 रुपियाँ महँगो भयो भने अहिले किलोमा 5 रुपियाँ बढी। अनि खेती गरेर पहिला 22-25 पाइन्थ्यो अहिले 20 रुपियाँ